हेलो गाइस, तपाईँलाई हृष्टपुष्ट तन्दुरुस्त गाउँको उमाबाट म मेरो मिनी ब्लगमा स्वागत गर्न चाहन्छु। म चाहिँ मेरो मिनी ब्लगको सुरुवात चाहिँ उमा पोल्नदेखि गर्दैछु। उमा भनेको गहुँ हरियो भएकोलाई आगोमा पोलेर माडेर खाने। म र मेरो साथी त्यो काम गर्दैछौँ। गाउँघरमा प्राय यस्तै गरेर खान्छन् गहुँ हुने सिजनमा। हामीहरूकोतिर यसलाई उमा पनि भन्छ। गाइस, तपाईँहरूले कसले कसले खानुभएको छ, कसलाई कसलाई मनपर्छ। अनि यसलाई बनाउनलाई धेरै दुःख छैन। झिर्काहरू हाल्यो, झिर्का मतलब अब बाख्राहरूलाई दिएको चेउलाहरू, सुकेको पराल अनि केराको बोक्राहरू, त्यसमाथि चाहिँ गहुँ राख्ने। अनि पछि चाहिँ आगो लगाइदिने तलदेखि, अनि यताउता आगो लाउने, पल्टाउने, फिटाउने, अनि पाक्छ अनि समात्ने, अनि हातमा मार्ने अनि खाने। यसरी आगो जलिरहेछ। अनि यसरी यो त धेरै जल्यो, थोरै हाल्न पर्ने थियो। अनि म र ऊ चाहिँ उता चाहिँ त्यो फिट्दै थियो कि धेरै आगो बलेर डढिसकेको थियो। अनि यस्तो हुन्छ। अनि त्यो टिप्नलाई छु। अनि त्यो टिपेर अनि राख्छौँ भाँडामा। अनि यस्तै हो, हातमा समात्दै मार्दै खाँदै गर्छौँ। अनि यो चाहिँ प्रायः सुदूरपश्चिमतिर चाहिँ प्रायः मानिसहरूले चाहिँ खान्छ जहिले चाहिँ यस्तो गरेर यो सिजनमा चाहिँ गहुँ हुने सिजनमा। अनि हामीहरू यसरी खाँदैछौँ। अनि मेरो साथी र म इन्जोय गर्दै दुईजनाले खायौँ। अनि गाइस, हजुरहरूको कसलाई मनपर्छ यो कमेन्ट गरिदिनु होला भन्दै आजको मिनी ब्लगबाट छुट्टी।